हेलो, आज म हजुरलाई यो कसरी गर्ने डेलिभरी जब हैन त्यसको बारेमा केही सिकाउँदै छु। अब यो यसरी एउटा कुनै पनि साधन हुन्छ, जस्तै स्कुटर वा मोटरसाइकल कुनै पनि साधन हुन्छ अनि यसरी गन्तव्यमा गइन्छ र सम्बन्धित ठाउँमा गएर यसरी ब्याग भित्र हालेर यसरी जानुपर्छ। यो कसरी गर्ने सबै तरिकाहरु म सिकाउँदै छु, भिडियो हेर्दै राख्नु होला। कुनैले पनि अब कसरी डेलिभरी जब गर्नको लागि पछि सजिलो पनि हुन्छ हैन, यो हेर्दै राख्नु, पुरा हेर्नु होला हैन। अब यो यसरी मान्छेहरु आफ्नो स्टोरको नजिकै यसरी बसेका छन् सबै। अब यहाँ यसरी आउँछ, यो जुन त्यहाँ बारकोडहरु हुन्छ त्यहाँ अर्डर मोबाइलमा देखिन्छ, मोबाइलमा देखेपछि त्यो कुन नम्बरको मा आएर अर्डर यसरी राखिदिन्छन् हैन, नम्बर अनुसार। अनि यो कलर अनुसार यसरी मोबाइलमा देखिन्छ, अनि स्क्यान गर्नुपर्छ पहिला है। त्यो आफ्नो ग्रीन रेड व्हाइट कुन कलरको जुन कलर हो त्यही कलरको 1 2 3 यसरी तल देखाएको छ नि, त्यसरी आउँछ। अनि यसरी स्क्यान गर्ने, अनि स्क्यान गरिसकेपछि अनि यो अर्डर कतिवटा छ चेक गर्ने हैन। यो यसरी चेक गरिन्छ कतिवटा छ त आइटम्सहरु। अनि त्यसपछि स्टार्ट टु डेलिभरी भन्ने तल सेलेक्ट गरिन्छ है। अनि स्टार्ट भनेपछि अब त्यहाँ जानु पर्यो हैन। यो म्याप हेरेर, म्याप त्यसैमा हुन्छ, म्याप अन गर्ने हैन, म्याप अनुसार यसरी जाने कस्टमरको ठाउँमा है। अनि यसरी म्याप हेरिसकेपछि फेरि स्कुटर लिएर गइन्छ। अनि पुगिसकेपछि मार्क एराइभ भने यसरी त्यहाँ पुगिसकेपछि है। अनि यसरी तीनटा अप्सन हुन्छ। अनि त्यहाँ टेक फोटो भने चाहिँ पहिला फोटो खिच्ने, फोटो खिचेपछि अब पैसा दिनको लागि क्यास दिन्छ कि बारकोडमा दिन्छ कि अनलाइन पे गरेछ भने अनलाइन पे भनेर आएको हुन्छ हैन। अनि यो यसले अनलाइन पे छैन है, अनलाइन पे भने चाहिँ तल पैसा देखाउँदैन, पेड आउँछ है। अनि यसैले बारकोडमा दिनुला पैसा हैन, यसरी बारकोड अन गरिदिने, अनि त्यसमा स्क्यान गरेर पैसा दिन्छ, अनि ओके गरिदिने है। क्यास दिन्छ भने क्यास लिएर क्यासमा क्लिक गरेर क्यास लिने, ओके गर्ने। अनि मार्क डेलिभरी भनेपछि अब सामान डेलिभरी भइसक्यो है। अनि यहाँ 26 मिनट भन्ने छ हैन। अनि यो तल रातोमा सबमिट, केही फिडब्याक दिनु छ भने दिने, केही भन्नु छ भने हैन, नभएदेखि सबमिटमा क्लिक गर्ने। अनि यो वहाँ स्टोरमा पुगिसकेपछि गो भनेर त्यो आएको छ नि, स्टोरमा पुगेपछि त्यसलाई क्लिक गर्ने तल है। अब म फेरि स्टोरमा गइसकेँ हैन, यसरी स्टोरमा गइन्छ। अब स्टोरमा जानको लागि लिफ्टबाट तल आएर फेरि स्कुटरमा चढेर हैन। अब यहाँ गो टु भनेर आएको छ, स्टोरमा पुगिसकेपछि यो तल उ गर्ने है। रेडी फर नेक्स्ट अर्डर पुगिसकेपछि अनि फेरि अर्को अर्डरको लागि तयार छु भने तल उ गरिदिने हैन। अनि यसो वेटिङ फर अर्डर भनेर स्क्यान आएछ नि, अर्डर आयो भने फेरि त्यहाँ अट्याक गरेर बज्छ हैन। अनि फेरि यसरी जाने, स्क्यान गर्ने, अनि फेरि चेक गर्ने, लिएर हिँड्ने। यसरी नै यो काम गर्न सकिन्छ। पिज्जा डेलिभरी गर्नु छ भने कसरी गर्ने, यसरी पिज्जा लिएर गइन्छ हैन। बक्समा एउटा अर्डर हुन्छ वा दुईटा अर्डर हुन्छ, अनि यसरी लिएर गइन्छ। यो पिज्जा बनाउने ठाउँ, यो पिज्जा बनाउने ठाउँमा यसरी पिज्जा बन्छ है। डेलिभरी बक्स यस्तो खालको हुन्छ, यसमा पिज्जाहरू राखेर लिएर हिँडिन्छ है। अनि यस्तो ब्याग हुन्छ, यहाँ ब्यागबाट पिज्जाहरू निकाल्ने ठाउँमा कस्टमरको लोकेसन पुग्ने सिस्टम एउटै हो। अरू डेलिभरी जब जस्तो यसमा पनि हेर्नुहोस् कसरी सिक्नुहोस्। अनि यसरी पिज्जाको बिल, ओरिगानो र चिल्ली फ्लेक दुईटा चिज हालिन्छ है। अरू एउटा न्यापकिन दिन्छ। डोमिनोज पिज्जा यो पनि एकदम फेमस पिज्जा हो, हेर्न सक्नुहुन्छ। अब यसरी मैले यो पिज्जा र यसरी न्यापकिन साथमा दिएँ हैन, यसरी दिएँ ल हेर्नुहोस्। अनि अब यो पिज्जा डेलिभरी भयो है, यसरी नाउ डेलिभरी पिज्जा। अनि यो ल हेर्नुहोस्, यस्तो खालको दुईजनालाई अर्डर छ भने यसरी लोकेसन हुन्छ। अनि त्यहाँ माथि क्लिक गरेपछि त्यो तीरमा क्लिक गरेपछि यस्तो खालको आउँछ, यो लोकेसन कस्टमरको लोकेसन देखाउँछ। अनि फलो गर्दै लोकेसनमा जाने है। अनि यसरी लोकेसनमा पुग्न लागेपछि यस्तो हुन्छ, यहाँ नम्बरहरू हुन्छ हैन। अनि नम्बर भएपछि पिज्जा दिनेभन्दा अगाडि कोही भित्र गएको हुन्छ, कोही यताउता गएको हुन्छ, नम्बरमा कल गर्ने वा मान्छे भेट्यो भने दिइहाल्ने है। अनि यसरी निकालेर दिने ठाउँमा पुगेछ। अनि फेरि फर्केर आइन्छ र अर्को अर्डरको लागि। अनि यसरी फर्केर आउने। अनि यहाँ पिज्जा बनाउने तरिकाहरू यस्तो खालको त्यहाँ फोटो टाँसेको हुन्छ। यो पिज्जा बनाउने ठाउँ डोमिनोज पिज्जा, एकदमै फेमस पिज्जा हो यो। डोमिनोज पिज्जा, KFC, म्याकडोनल्ड जस्तै एउटा फेमस हो। यसरी ड्रेस हुन्छ, यो भित्र पस्दा फेरि टाउकामा लगाउँछ। यसरी यहाँ पिज्जा बनाउने ठाउँ हो यो पिज्जा बनाउने ठाउँबाट हामी यसरी कम्प्युटरमा पनि हुन्छ यो डोमिनोज पिज्जा। ल हेर्नुहोस् त्यसको ड्रेस। अनि यो यहाँबाट पिज्जा लिएर हिँडिन्छ। यसरी नै पिज्जाको जब समाप्ति हुन्छ।
यसरी नै यो काम गर्न सकिन्छ। सबै त्यहाँ देखाएको छ सिस्टमहरू, सबै त्यो गर्ने तरिकाहरू त्यही हो, त्यही तरिकाले गर्न सकिन्छ। र नेक्स्ट अर्को चिज सिक्नको लागि अर्को भिडियो